ओम श्री परमात्मने नमः। श्रीमद्भगवद्गीता अथ षोडशोऽध्यायः। श्रीभगवानुवाच अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः दानन्दमश्च यज्ञश्च स्वाध्यायस्तपार्जवम्। श्रीमद् भगवद गीता को 16औं अध्याय को पहिलो श्लोकमा भगवान श्री कृष्णले अर्जुनलाई भन्नुभयो, अभयम सत्व संशुद्धिर ज्ञान योग व्यवस्थितिः। अभयम भएको अभाव, सत्व संशुद्धिर विवेक को पूर्ण शुद्धता, ज्ञान योग व्यवस्थिति आध्यात्मिक ज्ञान र सात्विक परोपकार को लागि योगमा अटल स्थिरता, दानम दमश्च यज्ञश्च स्वाध्यायस्तपार्जवम्। दान, इन्द्रियहरूको दमन, भगवान देवता गुरुहरूको पूजा, अग्निहोत्र जस्ता सत्कर्महरू आचरण गर्दाखेरि र शास्त्रको पठन एवं भगवान नामको कीर्तन र कठोरताको पालन, शरीर र इन्द्रियहरूको लागि आफ्नो अधीनमा राख्ने जस्ता दैवी सम्पद अथवा सकारात्मक सोचका 26वटा लक्षणहरू भगवानले बताउनु भएको छ र यो पहिलो श्लोकमा भगवानले 9वटा यस्ता लक्षणहरू बताउनु भयो। भगवानले अहिले बताएको लक्षणहरूमा अभयम थियो, एउटा सत्व संशुद्धिर, ज्ञान योग व्यवस्थिति, दानम दम यज्ञ स्वाध्याय तप आर्जवम। यी सबै दैवी सम्पदका लक्षणहरू थिए। र दोस्रो श्लोकमा भगवानले भन्नुभयो, अहिंसा सत्यमा क्रोधस्त्याग शान्तिरपैशुनम् दयाभूतेष्वलोलुप्तं मार्दवं ह्रीरचापलम्। अहिंसा सत्यमा क्रोधस, मन बाणी शरीरबाट कसैलाई पनि कुनै किसिमको चोट नपुर्याउनु। अहिंसा सत्य र मायालु बोली बोल्नु र अन्तर हृदयले निर्णय गरेका कुराहरू शब्दमा व्यक्त गर्नु अथवा सत्य भाषण गर्नु। अहिंसा सत्यमा क्रोधस त्याग शान्ति र पैशुनम, त्याग आफूमाथि अन्याय गर्नेहरूमाथि पनि क्रोध नहुनु। कर्ममा कर्ता भएको अभिमान त्याग्नु, यो मैले गरेको हो भन्ने घमण्ड नहुनु। विवेकको अधीनमा बस्नु अथवा कसैको पनि आलोचना नगर्नु। कुनै पनि कारण बिना मनमा आलोचना कसैलाई नगर्नु र अनुकम्पा, इन्द्रियका वस्तुहरूमा संलग्न हुँदा पनि आसक्ति नहुनु। कोमलता, लोक र शास्त्र विपरीत आचरणहरू जस्तो लज्जा र व्यर्थको प्रयास चाहिँ नगर्नु अथवा त्यसको अभाव हुनु। यी 11वटा लक्षणहरू भगवान श्रीकृष्णले अर्जुनलाई बताउनु भयो, जसमा प्राणीको हिंसा गर्नु हुँदैन, अरूलाई कष्ट दिनु हुँदैन, पीडा दिनु हुँदैन, सत्य बोल्नुपर्छ, अरूको कुभलो चिताउनु हुँदैन, कसैप्रति रिस गर्नु हुँदैन र अभिमान पनि हुनु हुँदैन, आसक्ति पनि हुनु हुँदैन, चित्त स्थिर हुनुपर्छ, शान्ति हुनुपर्छ, अरूको छिद्र अथवा अरूको दोष देखाउनु हुँदैन, चुक्ली लगाउनु हुँदैन, प्राणीहरूमा दया गर्नुपर्छ, विषय भोगमा लोभिनु हुँदैन र मृदु स्वभावको कोमल बन्नु, लज्जा मान्नु, चञ्चल अथवा व्यर्थ चेष्टा नगर्नु। यी आदि कुराहरू दैवी सम्पद हुन् भनेर भगवानले दोस्रो श्लोकमा 11वटा सम्पदको वर्णन गर्नुभयो। तेस्रो श्लोकमा भगवान श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ, तेजक्षमा धृतिः शौचम् अद्रोहो नातिमानिता भवन्ति सम्पदं दैवीम् अभिजातस्य भारत। तेज, क्षमा, धृति, शौचम। तेज महापुरुषहरूको त्यो शक्तिको नाम नै तेज हो, जसको कारण मानिसहरूमा प्राय गल्ती गर्न छोडेर उनीहरूको निर्देशन अनुसार पुण्य कर्महरू गर्दछन् र कसैमा पनि शत्रुता नहुनु, स्वयंमा पुज्नुको घमण्ड नहुनु। हे अर्जुन, यी चाहिँ 6वटा लक्षणहरू दैवी सम्पत्तियुक्त मान्छेका लक्षण हुन् भनेर भगवान श्रीकृष्णले अर्जुनलाई
यसरी बताउनुभयो, तेज, क्षमा, धृति, शौचम, अद्रोहो, नातिमान्यता, यी चाहिँ लक्षणहरू भगवानले तेस्रो श्लोकमा बताउनुभयो। र चौथो श्लोकमा भगवान श्री कृष्ण अर्जुनलाई भन्नुहुन्छ, दम्भो दर्पभिमानश्च क्रोधः पारुष्यमेव च अज्ञानै चाभिजातस्य पार्थ सम्पदमासुरीम्। दम्भो दर्पो, हे पार्थ, दम्भ घमण्ड र घमण्ड साथै क्रोध, कठोरता, अज्ञानता यी सबै आसुरी सम्पदले जन्मेका मानिसहरूका लक्षण हुन्। अथवा धार्मिक पाखण्डी भएको ढोंगी, दर्प अथवा घमण्ड धाक लगाउने, अभिमान बोकेको, क्रोध र कठोर बोली वचन भएको, निठुरी भएको अज्ञानी जनहरूका यी लक्षणहरू हुन् हे पृथ्वीपुत्र भनेर भगवान श्रीकृष्णले यो श्लोकमा बताउनु भयो। भगवान अगाडि भन्नुहुन्छ, दैवे सम्पद विमोक्षाय निबध्याय सुरीमता मा शुच सम्पदम दैवीम अभिजातोऽसि पाण्डव। भगवानले भन्नुभयो, दैवी सम्पद विमोक्षाय, दैवी धनलाई अथवा दैवी सम्पदलाई मुक्ति र आसुरी सम्पदलाई बन्धनको कारक मानिन्छ। त्यसैले हे अर्जुन शोक नगर, किनकि तिमी दिव्य सम्पद लिएर जन्मेका छौ, तिमी दैवी सम्पद लिएर जन्मेका छौ भनेर भगवान श्रीकृष्णले मोक्षको लागि आवश्यक सद्गुणहरू अथवा दैवी सम्पदको विषयमा र दुर्गुण अथवा बन्धनकारक आसुरी सम्पदको विषयमा पाण्डुपुत्र अर्जुनलाई भगवानले तिमी दुखी नहौ, शोक नगर, तिमी दैवी सम्पद अथवा राम्रा गुण लिएर जन्मेका छौ भनेर भगवानले सान्त्वना दिनुहुन्छ। र भगवानले 6औं श्लोकमा अगाडि भन्नुभयो, दौभूत सर्गौ लोकेस्मिन् दैव आसुर एव च दैव विस्तरसः प्रोक्त आसुरीं पार्थ मे शृणु। भगवानले अर्जुनलाई भन्नुभयो, हे अर्जुन, यस संसारमा प्राणीहरूको सृष्टि अथवा मानव समुदायहरू दुई प्रकारका छन्। एउटा दैवी प्रकृतिको अथवा दैवी सम्पद भएको र अर्को राक्षसी प्रकृतिको आसुरी सम्पद भएको। यिनीहरूमध्ये दैवी सम्पद भएका कुराहरूको विस्तृत रूपमा भनिएका छन्। म तिमीलाई अब राक्षसी अथवा आसुरी सम्पदको विषयमा पनि म तिमीलाई विस्तारपूर्वक भन्नेछु, तिमीले सुन भनेर भगवानले आसुरी सम्पदको विषयमा अर्जुनलाई बताउनुहुन्छ। भगवान अगाडि भन्नुहुन्छ आसुरी सम्पदको विषयमा, प्रवृत्तिञ्च निवृत्तिञ्च जनाना विदुरासुराः न शौचन्नापि चाचारो न सत्यन्ते सुविद्यते। भगवान श्रीकृष्णले आसुरी स्वभाववाला मान्छेहरूको लक्षण कस्तो हुन्छ त त्यो यसरी बताउनु भएको छ। आसुरी स्वभाव भएका मानिसहरू प्रकृति र निवृत्ति दुवै चिज जान्दैनन्। त्यसैले तिनीहरूको न भित्र शुद्ध छ न बाहिर शुद्ध छ, न तिनीहरूको आचरण नै असल छ न सत्य वचन नै बोल्दछन्। यसरी भगवानले आसुरी सम्पद भएका मान्छेहरू आफ्नो कर्तव्य के हो, कर्म के हो भन्ने कुरा जान्दछन्, न त आफूले गर्न नहुने निवृत्ति कर्म के हो भन्ने कुरा नै जान्दछन्। न तिनीहरूमा चोखो नीति हुन्छ, न सदाचार हुन्छ, न सत्य हुन्छ भनेर यसरी यो श्लोकमा बताउनु भयो। र तिनीहरूमा, ती मानिसहरूमा नास्तिकपन पाइन्छ, नास्तिक भाव हुन्छ भनेर यो 8औं श्लोकमा भगवानले यसरी भन्नुहुन्छ, असत्यम प्रतिष्ठान्ते जगदाहुरनीश्वरम् अपरस्पर सम्भूतम किमान्यत् काम हैतुकम्। भगवानले भन्नुभयो, ती राक्षसी स्वभाव भएका मानिसहरूको विषयमा संसार चाहिँ एउटा आश्रय विहीन छ, मिथ्या छ यो संसार, र ईश्वर विहीन छ। पुरुष र नारीको मिलनबाट मात्र यो सृष्टि भएको, यो त स्वतः सृष्टि भएको। यो सृष्टिको कारण काम वासना हो, यसमा अरू केही पनि छैन भनेर आसुरी सम्पद भएका मानिसहरूले नास्तिक भाव जनाउँछन् भनेर यो जगतको विषयमा यो असत्य छ, प्रतिष्ठा रहित छ एवं निराधार छ, ईश्वरहीन छ भनेर यिनीहरूले आफैले त्यसरी व्याख्या गर्दछन्। यो त स्त्री पुरुषको सम्भोगबाट नै सृष्टि भएको हो, कहाँ भगवानले गरेको हो र? यस किसिमको
कुराहरू तिनीहरूले गर्दछन् भनेर भगवानले भन्नुहुन्छ। भगवान अगाडि भन्नुहुन्छ, एतान् दृष्टिमवष्टभ्य नष्टात्मनोल्पबुद्धयाः प्रभवन्त्युग्रकर्माणं क्षयाये जगतो हिताः। भगवानले भन्नुभयो, यस किसिमको मिथ्या ज्ञान दृष्टिकोण भएका मानिसहरूले आफ्नो सत्व गुमाएका हुन्छन्, जसको चित्त भ्रष्ट भएको छ। यस्ता अल्पबुद्धि भएका उग्र एवं कठोर कर्म गर्ने, जगतको अहित एवं अपकार गर्ने खालका हुन्छन्। तिनीहरू दुनियाँको विनाश गर्नकै लागि मात्रै जन्मिएका हुन् भनेर भगवान श्रीकृष्णले, अथवा मिथ्या ज्ञानमा भर परेर दुष्कर्म गर्दछन् र मन्द बुद्धि भएका यी निर्दयहरू हुन्छन् भनेर, र संसारको विनाश गर्न सक्षम छन् यिनीहरू भनेर यिनीहरूको विषयमा यसरी भगवानले भन्नुहुन्छ। भगवान अगाडि भन्नुहुन्छ, कामामाश्रित्य दुष्पूरं दम्भमानमदान्विताः मोहाद् गृहीत्वा सद्गृहान् प्रवर्तन्ते शुचिव्रताः। कामामाश्रित्य दुष्पूरम, कामामाश्रित्य, काममा आश्रित भएर, कामको आश्रित लिएर, लालसालाई आश्रय बनाएर, दुष्पूरम कहिल्यै पुरा नहुने त्यस्ता लालसाहरू लिएर, दम्भ मान मदान्विता, दम्भ घमण्ड ज्ञान र मदले भरिएका त्यस्ता मानिसहरू, अज्ञानबाट अपवित्र एवं भ्रष्ट आचरण भएका व्यक्तिहरू मोह र अज्ञानबाट मिथ्या हट र आग्रह लिएर संसारको कर्ममा प्रवृत्त भएका हुन्छन् भनेर भगवानले अहंकार घमण्डले भरिएका ती मानिसहरू पूरा हुन नसक्ने कामनाहरूको शरण लिन्छन्। अज्ञानले मिथ्या सिद्धान्तलाई ग्रहण गर्दछन्, भ्रष्ट आचरण अपनाउँदछन् र संसारमा नै भौतारिन्छन् भनेर ती मानिसहरूको विषयमा भगवानले बताउनु भयो। अझ भगवान अगाडि भन्नुहुन्छ, चिन्ताम परिमेयाञ्च प्रलयन्तामुपाश्रिताः कामोपभोग परमायता वदति निश्चिताः। भगवानले भन्नुभयो, चिन्ताम परिमेयाञ्च प्रलयन्तमुपाश्रिताः। चिन्ता भनेको चिन्ता, प्रलयन्त भनेको मृत्युपर्यन्तसम्म त रहने अथवा मरुन्जेलसम्म रहने खालका असंख्य चिन्ताहरू बोकेका ती मानिसहरू, विषय वासनाको भोगमा तल्लीन भएका व्यक्तिहरूको कुरा त्यति मात्रै उनीहरूको प्रमुख कुरो हुन्छ, त्यस्तो निश्चय लिएका हुन्छन् र तिनीहरूले अन्यायपूर्वक धन आर्जन गर्न चाहन्छन् भनेर अनगिन्ती चिन्ताहरूको शरण लिन्छन् र कामुक र सुख भोग गर्न मात्र तयार हुन्छन् र तिनीहरू सुखैमा मात्रै सबै चिज छ भन्ने कुरा विश्वास गर्दछन् भनेर भगवानले तिनीहरूको विषयमा बताउनु भयो। अगाडि भगवान भन्नुहुन्छ, आशा पाश सतै बद्ध काम क्रोध परायणाः ईहन्ते काम भोगार्थम अन्यायनार्थ सञ्चयन्। आशा पाश सतैबद्ध, आशाका पासाहरू सतैबद्ध, सयौं आशाका पासाहरूले बाँधिएका हुन्छन्। एउटा पासोमा त मान्छे मर्छ भने सयौं आशाका पासाहरूले तिनीहरूलाई बाँधेका हुन्छन्। कसरी बाँधेका हुन्छन्? काम र क्रोधको परायण भएर बाँधेका हुन्छन्। काम र क्रोधमा आश्रित भएर इन्द्रिय सुखको निम्ति चाहिँ बाँधिएका हुन्छन् र तिनीहरू काम भोगको लागि अथवा इन्द्रिय सुखको लागि अन्यायपूर्वक, अन्यायनार्थ सञ्चयन, इहन्ते काम भोगार्थम अन्यायनार्थ सञ्चयन, अन्यायपूर्वक धन सम्पत्ति चाहिँ जम्मा गर्न अथवा सञ्चय गर्नमा चाहिँ यिनीहरू लागेका हुन्छन् भनेर भगवानले बताउनु भयो। इदमद्य मया लब्धम इमं प्राप्स्ये मनोरथम इदमस्तीदमपि मे भविष्यति पुनर्धनम। उनीहरूले के भन्छन् भने, धन लोलुप्त भएका ती व्यक्तिहरू, मैले यो आज प्राप्त गरेँ, मैले यो चिताको कुरा प्राप्त गर्नेछु, मसँग यति धेरै धन छ, मसँग यति चिज छ, फेरि पनि मेरो फेरि यो धन हुनेछ भनेर ती मानिसहरूले
त्यस्तो किसिमको कल्पना गर्दछन्, मसँग यति धेरै पैसा हुन्छ, यति धनी हुनेछु अब भन्दाखेरि तिनीहरूले आफ्नो कल्पना गरेका हुन्छन्। असो मया हत शत्रुर्हनिष्ये चापरानपि ईश्वरो हमहं भोगी सिद्धो हम बलवान सुखी। उनीहरूले के भन्छन्, म त्यो शत्रु मबाट मारियो, म त्यो अर्कोलाई पनि म सिद्ध्याउँछु, म अरूलाई पनि सिद्ध्याउँछु, म नै ईश्वर हुँ, म नै उपयोग गर्नेवाला हुँ, म नै सबै सिद्धिले म परिपूर्ण छु, म नै बलवान छु, म नै शक्तिशाली छु, म नै सुखी हुँ। यस प्रकारले उसले आफूलाई त्यस्तो किसिमको सोध्दछ र अगाडि भगवानले भन्नुहुन्छ, आड्योभिजनवानस्मि कोऽन्यो स्त्री सदृशो मया यक्षदास्यामि मोदिष्य इत्यज्ञानाविमोहिताः। भगवानले भन्नुभयो, आड्यो भिजनवानस्मि कोऽन्यो स्त्री सदृशो मया, म धेरै धनी छु, म ज्यादै घरेनिया छु, मेरो बराबर अर्को को छ र? म यज्ञ गर्छु, म दान गर्छु, म मोज गर्छु, म चाहिँ एकदम खुसी छु, म त खुसी हुन्छु। यस प्रकार अज्ञानले मोहित भएका व्यक्तिहरूले यस्ता कुराहरू गर्दछन् र जो नरकमा पर्दछन् भनेर भगवान श्री कृष्णले अगाडि बताउनुहुन्छ। म धेरै धनी छु, मेरो ठुलो परिवार छ, म जस्तो अरू को छ? यज्ञ गर्छु, दान गर्छु, मनोरञ्जन गर्छु। यस प्रकारले मोहित भएर अनेक प्रकारका भ्रमहरू पालेका हुन्छन् र त्यही भ्रमको जालमा फसेका इन्द्रिय सुखमा परम आश्रित भएका राक्षसी जनहरू महा अपवित्र नरकमा पर्दछन् भनेर भगवान श्रीकृष्ण अगाडि फेरि भन्नुहुन्छ, अनेक चित्त विभ्रान्त मोह जाल समावृताः प्रसक्ता काम भोगेषु पतन्ति नरकेषु च। भगवानले भन्नुभयो, अनेक प्रकारका यस्ता चित्त भ्रमित भएका ती मोहरूपी जालमा फसेका विषय भोगमा लट्ठ परेका अशुद्ध एवं अपवित्र नरकमा पर्दछन् ती मानिसहरू भनेर यो श्लोकमा बताउनु भएको छ। भगवान अगाडि भन्नुहुन्छ, नाम मात्रको यज्ञ गर्नेहरूको विषय पनि भगवानले अगाडि भन्नुहुन्छ, आसुरी सम्पद भएका मानिसहरूले त्यस्तो खालको यज्ञ गर्दछन् भनेर। आत्मसम्भावित स्तब्धा धनमान मदान्विताः यजन्ते नाम यज्ञैस्ते दम्भेन विधिपूर्वकम्। आत्मसम्भावित स्तब्धा, आफूले आफैलाई ठुलो मानेर, आत्मा सम्भावित, स्तब्ध भनेको ठाडो स्वभाव भएका घमण्डी, धनमान मदान्विता, धन र मानले मदमत्त बनेका, यजन्ते नाम यज्ञैस्ते, यजन्ते यज्ञ गर्दछन्, नाम यज्ञैस्ते नाम मात्रको यज्ञ, दम्भेन विधिपूर्वकम्, तिनीहरूले गरेका ती पाखण्डहरूले गरेका विधि नपुर्याइकन चाहिँ यस्तो खालका यज्ञहरू गर्दछन् भनेर आफैले आफैलाई ठुलो ठान्ने ठाडो स्वभाव भएका घमण्डी व्यक्तिहरूले नाम मात्रको पाखण्डीपनले भरिएको शास्त्रीय विधि नभएको यज्ञ गर्दछन् भनेर भगवानले भन्नुभयो। अहिले प्राय जसोको धेरैको घरमा यस्तै खालका यज्ञहरू चाहिँ हामीले देख्छौँ र आसुरी सम्पद भएका मानिसहरूले परमेश्वरप्रति पनि द्वेष गर्दछन् भनेर भगवानले अझ अगाडि भन्नुहुन्छ। अहंकारं बलं दर्पं कामं क्रोधं च संश्रिताः मामात्मपरदेहेषु प्रदिशन्त्योऽभ्यसु एकाः। अहंकारम, अहंकार, बलम बल, दर्पम घमण्ड, कामम काम वासना, क्रोधम क्रोधलाई, त्यस्ता किसिमका यी चिजहरूलाई अवलम्बन गरेका, संस्कृत भनेको अवलम्बन गरेका अथवा अँगालेका ती मानिसहरू अर्काको निन्दा गर्दछन्, आफ्नो र अरूको देहमा विराजमान परमात्मा परमेश्वरलाई चाहिँ द्वेष गर्दछन् भनेर भगवानले परमेश्वरको निन्दा गर्दछन् र भगवानप्रति वैरभाव गर्दछन्, अन्ततः परमेश्वरको आज्ञा उल्लङ्घन गर्दछन्। यस्ता आसुरी सम्पद भएका मानिसहरूको भगवानप्रति द्वेष हुन्छ भनेर यसरी भगवानले यो श्लोकमा बताउनु भयो। र
तिनीहरूको दुर्गति हुन्छ भनेर अझै अगाडि 19औं श्लोकमा भगवान श्रीकृष्णले यसरी भन्नुभयो, तानहं दिशता क्रूरान् संसारेषु नराधमान् क्षिप्राम्यजस्रमशुभान् आसुरीसेव योनिषु। तानहन, तान भनेको ती, द्वेषित भनेको आत्मद्वेष गर्ने मानिसहरूको विषयमा भन्नुहुन्छ। म अन्तर्यामी परमेश्वर प्रति पनि द्वेष गर्ने ती कुरकर्मीहरू अथवा पापाचारी नराधमहरू संसारमा बारम्बार आसुरी योनिमा चाहिँ यिनीहरू जन्म लिन्छन्, अथवा म ती घृणित पापी क्रूर मानिसहरूलाई यो संसारमा बारम्बार राक्षसी योनिमा जन्म दिन्छु अथवा त्यही योनिमा राख्छु भनेर भगवान श्रीकृष्णले तिनीहरूको दुर्गति भएको विषयमा यसरी बताउनु भएको छ। भगवान अगाडि भन्नुहुन्छ, त्यस्ता आसुरी योनिमा जन्मेका परमेश्वरलाई प्राप्त गर्न नसकेर अधोगति प्राप्त गर्दछन् भनेर भगवानले अगाडिको श्लोकमा भन्नुभयो। आसुरी योनिमा पन्ना मूढा जन्मनि जन्मनि माम प्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्। हे कुन्ती पुत्र अर्जुन, आसुरी योनिमा जन्म नपुगेका ती मूढ प्राणीहरूलाई जन्मान्तर म परमेश्वरलाई पाउन नसक्ने गरिकन त्योभन्दा नीच अधोगति प्राप्त हुन्छ, घोर नारकीय यातना भोग्दछन् भनेर भगवानले ती विषयहरू, ती मूढ योनिमा जन्मेका मानिसहरूको विषयमा यसरी भन्नुभयो। तिनीहरू घोर नरकमा पर्दछन् भनेर भन्नुभएको छ। नरकका 3वटा ढोकाहरू हुन्छन्। ती ढोकाहरू के हुन् त भगवानले भन्नुभयो, त्रिविधं नरकासेदं द्वारन्नाशनमात्मनः काम क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत्। त्रिविधं नरकासेदं द्वारन्नाशनमात्मनः, आत्मालाई विनाशतिर लैजाने नरकको 3 प्रकारका ढोकाहरू छन्। तिनीहरू के हुन् त भन्दा काम, क्रोध, लोभ। यी 3वटा ढोकाहरूले मानिसलाई नरकमा लैजान्छन्। त्यसै कारण यी 3वटा ढोकाहरूलाई त्याग्नुपर्छ, अथवा नरकका द्वारहरू यी 3वटा छन् जसले अधोगतिमा लैजान्छ। त्यसै कारणले यिनीहरूलाई त्याग्नुपर्छ अर्जुन भनेर भगवानले यो श्लोकमा 21औं श्लोकमा बताउनु भयो। 22औं श्लोकमा भगवान श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ, नरकका 3वटा द्वारबाट कसरी छुटकारा पाउने त, ती छुटकारा पाएपछि के हुन्छ त, यो विषयमा फेरि अगाडि भगवानले भन्नुभयो। एतै विमुक्ता कौन्तेय तमो द्वारैस्त्रिभिर्नरः आचरत्यात्मना श्रेयस्ततो यान्ते परम गतिम्। हे कुन्ती पुत्र अर्जुन, अन्धकारतिर धकेल्ने नरकका यी 3वटा द्वारहरूबाट मुक्त हुने मानिसले आफ्नो कल्याण हुने काम कुरो गर्छ, त्यसै कारण ऊ परम गति प्राप्त गर्दछ। भगवानले 3वटा द्वारहरूलाई त्याग्न सक्ने मानिसले नै परम गति प्राप्त गर्न सक्छ अथवा मलाई प्राप्त गर्दछ भनेर भगवानले यो श्लोकमा बताउनु भयो। र शास्त्र सम्मत काम नगर्नेहरूको गति के हुन्छ त, यो विषयमा पनि भगवानले 23औं श्लोकमा बताउनु भएको छ। यशास्त्र विधिमुत्सृज्य वर्तते कामकारतः न स सिद्धिमवाप्नोति न सुखम न परम गतिम्। जो पुरुष, जो मानिस शास्त्र विधिलाई त्यागेर आफ्नो इच्छा अनुसार मनमानी तरिकाले आचरण गर्दछ, त्यसले न सिद्धि प्राप्त गर्दछ, न परम गति नै प्राप्त गर्दछ, न सुख नै प्राप्त गर्दछ। यसरी भगवानले शास्त्र सम्मत काम नगर्नेहरूले पाउने गतिको विषयमा यसरी बताउनु भयो। र यस अध्यायको अन्तिम श्लोकमा भगवान श्रीकृष्णले भन्नुहुन्छ, शास्त्र नै प्रमाण हो, शास्त्र नै अनुरूप हामीले कर्म गर्नुपर्दछ भनेर भगवान भन्नुहुन्छ। तस्मात् शास्त्रं प्रमाणन्ते कार्य व्यवस्थितौ
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि। भगवानले भन्नुभयो यसकारण कर्तव्य रूपी मार्गदर्शन गर्ने शास्त्रहरूको अनुसार नै हामीले कर्म गर्नुपर्छ र हरेक कुराहरू कर्तव्य र अकर्तव्यको टुङ्गो लगाउने शास्त्र नै हो, त्यही हो प्रमाण। त्यसै कारण हे अर्जुन, शास्त्र विधानले निर्धारित गरेको कर्म गर, कर्तव्य गर र तिमी यही गर्ने योग्य छौ भनेर भगवान श्रीकृष्णले अर्जुनलाई यो अध्यायको अन्तिम श्लोकमा बताउनु भयो। ओम तत्सदिति श्रीमद्भगवद्गीतासु उपनिषत्सु ब्रह्म विद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे दैवासुर संपद विभागे योगो नाम षोडशोऽध्यायः। ओम श्रीकृष्णार्पणमस्तु। श्रीमद्भगवद्गीता उपनिषद ब्रह्म विद्या अंतर्गत यो योग शास्त्रमा भगवान श्रीकृष्ण र अर्जुन बीच जुन संवाद भएको छ, यो अध्यायको संवादलाई दैवासुर सम्पद विभाग योगको नामले 16औं अध्यायको रूपमा जानिन्छ, बुझिन्छ। यो अध्याय यही समापन हुन्छ। भगवान श्रीकृष्णमा समर्पण गर्दछु। ओम श्रीकृष्णार्पणमस्तु।